धर्मको प्रवचनको बेलामा धर्मको ध्यान आवेश गर्नु बेलामा चाहिँ अनि तीन कुरामा चाहिँ सबैले ध्यान दिनुपर्छ। म यहाँ दुईटैदेखि भन्छु, तिब्बतीमा नेपालीमा। किनभने हामी यो नेपाली जो बुद्धिस्टहरू छ, खास गरेर हिमालयन क्षेत्रको बुद्धिस्टहरू, हामीले जो अनि मानेको बुद्ध धर्म चाहिँ तिब्बतबाट आएको धर्म हो। त्यसो कारणले तिब्बतको भाषा राम्रो गरेर सिक्यो भने बुद्ध धर्म चाहिँ धेरै राम्रो थाहा हुन्छ। यो तिब्बतको त्यो भाषा धर्म भनेर चाहिँ अर्कोको हो जस्तो सोच्नु हुँदैन। तिब्बतकै धर्म पनि भारतबाट आएको हो। फेरि तिब्बतीहरूले यो धर्म त भारतको हो, इन्डियाको हो भनेर छोडेको छैन नि। इन्डियाबाट ओरिजिनल इन्डियाबाट आएको हो। त्यसले धेरै सम्मान राखेर धेरै धर्मलाई पढेर अनि तिब्बत चाहिँ अहिले यो जमानामा बुद्ध धर्ममा सबभन्दा राम्रो तिब्बती भएको छ। त्यो हामीले मान्नुपर्छ, यो सत्य कुरा हो। नेपालबाट आएको अनि नेपालीबाट आएको हाम्रो गिसीहरू धेरै हुन्छ अनि खेम्बाहरू हुन्छ। त्योहरू सबै तिब्बती गुम्बामा परेर खेम्बो गिसी भएको त्यस्तो हो। त्यसो कारणले हाम्रो यो धर्म र संस्कृतिदेखि हामीले हेर्दाखेरि हामी तिब्बती र हामी सबै एउटा हो भनेर धेरै राम्रो मान्नुपर्छ। त्यो चाहिँ सबैले मनमा राख्नुहोस्। अब यहाँ मैले के भन्न चाहन्छु भनेदेखि यो तीनवटा कुरा चाहिँ नबिर्सनु। पहिला चाहिँ ngondo kulung chepa भन्छ। यो चाहिँ तिब्बती भाषामा सम्बोधा लेबीमा ngondo kulung भन्छ। यो चाहिँ नेपालीमा के भन्छ भनेदेखि पूर्व आवेश भन्छ। ngondo kulung chepa भन्छ, ngondo भन्छ, ngondo। योले चाहिँ के गर्छ भनेदेखि धर्म पढ्ने र धर्मको ध्यान आवेश गर्दाखेरि जो हामीले गरेको कर्म चाहिँ धर्म हुनुको लागि, बुद्ध धर्म हुनुको लागि चाहिँ पहिला पूर्व सोच राम्रो हुनुपर्छ। इङ्ग्लिसमा भन्छ नि मोटिभेसन, मोटिभेसन भन्छ। अब त्यसमा चाहिँ अनि के अरे बुद्ध धर्म सङ्घलाई मनदेखि नै म मान्छु भनेर उहाँ बुद्ध धर्म सङ्घले पहिला ढोक्नुपर्छ। त्यसले एउटा पूर्व आवेश भनेको भित्रमा एउटा चाहिँ त्यो हो। अब दुईमा चाहिँ हाम्रो नेपालीको हाम्रो बुद्धिस्टहरू, हिमालयन क्षेत्रको बुद्धिस्टहरूले मान्ने धर्म चाहिँ बुद्ध धर्म मात्र होइन, त्यसको भित्र महायान बुद्ध धर्म भने चाहिँ त्यो हो। त्यसो कारणले चाहिँ फेरि हामीले जो गरेको कामहरू सबै महायान बुद्ध धर्म हुनुको लागि चाहिँ पूर्व सोचको भित्र के चाहिन्छ भनेदेखि एउटा चाहिँ अनि बोधिचित्त भने चाहिँ, बोधिचित्त भने चाहिँ के हो भनेदेखि सर्व प्राणीहरू सबैलाई दुःख नहोस्, सुख होस्, त्यसको लागि चाहिँ म पनि बुद्धता प्राप्त गर्छु भनेको एउटा मन सोच छ। त्यसलाई भन्छ बोधिचित्त भन्छ। बोधिचित्त भनेको सोच चाहिँ त्यो हो। त्यसको कारणले अहिले पूर्व आवेशको भित्रमा अहिले मैले भन्छु नि पहिला तीनवटा कुरा। पूर्व आवेश भने चाहिँ एउटा भयो। अनि दोस्रोमा चाहिँ के हो भनेदेखि अनि तिब्बतीमा भन्छ ङुसी भन्छ। ङुसी भने चाहिँ नेपालीमा मूल विषय भन्छ, मूल विषय। यो चाहिँ दुई हो दोस्रोमा। अब तेस्रोमा चाहिँ के हो भनेदेखि जुग भन्छ, जुग ngoammelam। जुग ngoammelam भनेमा चाहिँ अनि नेपालीमा अन्तिमको प्रार्थना, अन्तिमको प्रार्थना त्यो भन्छ हो। यो तीनवटा चाहिँ हामीले जहिले हामी धर्म ध्यान आवेश गर्छ त्यो बेलामा त्यो तीनवटा चाहिँ हामीले गर्नैपर्छ। फेरि म भन्छु है, पूर्व आवेश, पूर्व आवेश भने एउटा, दोस्रोमा मूल विषय, तेस्रोमा चाहिँ अन्तिमको प्रार्थना हो। यो तीनवटा चाहिँ हुनुपर्छ। अब त्यो भित्र पूर्व आवेश भनेको भित्रमा चाहिँ दुईवटा सोच हुन्छ।
एउटा चाहिँ बुद्ध धर्मसँगलाई म ढोकेर धर्म गर्छु भन्ने एउटा, दोस्रो चाहिँ बुद्धिचित सोचेर सर्व पानीहरू दुःख नहोस् सुख होस् त्यसको लागि मैले बुद्धता प्राप्त गर्छु, त्यसको लागि म धर्म गर्छु भन्ने सोच्छु। यो दुईटा चाहिँ पूर्व आवेशमा चाहिँ हुनु पर्यो। त्यसको कारणले पहिला हामी सँगै अनि पूर्व आवेश चाहिँ गरौँ ल। हात यसो जोडौँ बस्नु बेलामा भने जिउहरू चाहिँ ठक्कै राम्रो गरेर बस्ने। हुनु चाहिँ मैले भोलि चाहिँ सबैले सिकाउने हो। अब अहिले तपाईँहरू गर्नुहोस्, जिउ चाहिँ राम्रो गरेर आनन्द गरेर बस्नुपर्छ। अनि हात चाहिँ यसोरी, अघि मैले हेरेको कोहीहरू ढोक्नु बेलामा हात यसो गरेर ढोक्छ है, यो होइन। बुद्धिस्टहरूले के गर्नुपर्छ भनेदेखि हात चाहिँ नुर्बु भन्छ नि, त्यस्तो बनाएर यो चाहिँ भित्र यसोरी राख्नुपर्छ, यसोरी गरेर चाहिँ है, यो यस्तो गर्नु हुँदैन, यो भित्र यसोरी गरेर राख्नुपर्छ। अनि हात चाहिँ छातीको अगाडि ठक्कै यहाँ यसोरी राख्नुहोस्, भयो होला। अब पहिला अनि त्यो अघि बिहान भनेको जस्तो पालीको अनि पालीको अक्षरमा चाहिँ हामीले बुद्धलाई ढोक्ने, त्यसको पछि संस्कृत, त्यसको पछि तिप्तीमा। ल अब सबैले सँगै भन्नुहोस् ल। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि। सांगे चोदां सोगे चोनम ला चंजो पार्तो दाने केसो चे तागे चिंसो गेबे चोनम डोला बेंजर सांगे रो बाराशो। सांगे चोदां सोगे चोनम चंजो पार्तो दाने केसो चे तागे चिंसो गेबे चोनम गे डोला बेंजर सांगे रो बाराशो। सांगे चुदां सोगे चोनम ला चंजो बादो दाने गे जुंजे दागे चुशेंगे बे चोनां डोला बेंजर सांगे रो बाराशो। अब तपाईहरुले सोच्नुस्, अघि मैले भनेको जस्तो मैले बुद्ध धर्मसँगलाई ढोकेर धर्म पढ्छु, धर्मलाई ध्यान आवेश गर्छु भनेर एउटा सोच। अनि सर्व पानीहरू अनि दुःख हटाएर सुख सबै अनि पाओस्, त्यसको लागि मैले बुद्धता प्रार्थना गर्छु, त्यसको लागि चाहिँ मैले धर्म ध्यान आवेश गर्छु भनेर एकचोटि मनमा सोच्नुहोस् यसरी। लसो अब यहाँसम्म चाहिँ पूर्व आवेश भने चाहिँ सिद्धियो। अब दोस्रोमा आएको मूल विषय, अब मूल विषयमा चाहिँ अनि गुरुदेखि धर्म प्रवचन गर्ने, चेलाहरू सबैले राम्रो गरेर सुन्नुपर्ने त्यो हो। अब त्यसमा चाहिँ मैले अघि बिहान भनेको जस्तो अब यो कप छ नि, यो धर्म सुन्नु बेलामा तीनटा कुरामा चाहिँ ध्यान दिनुपर्छ। पहिला मैले यहाँ उदाहरणमा भन्छु, अब यो कपको भित्र चाहिँ पानी चाहिँ हाल्नु पर्यो हैन, त्यो पानी पनि धेरै सफामा बस्नु पर्यो, त्यो पनि नजारेर त्यसको भित्र राम्रो गरेर बस्नु सक्नु पर्यो। त्यसो कारणले यदि मैले यो पानी यसको भित्र पानी हाल्छु भनेर तर त्यो हाल्नु बेलामा यो मुख चाहिँ मैले पल्टेर राख्यो भनेदेखि, अब यो अहिले यसरी खोलेर राखेको छ हैन, अहिले चाहिँ मुख चाहिँ यसरी छ हैन, अब मैले मुख चाहिँ यसरी राख्यो भनेदेखि अब मैले जति पानी हाल्यो भने सबै बाहिर जान्छ, त्यो फाइदा भएन है। फेरि मुख चाहिँ यसरी राम्रो गरेर खोलेर राखेर भने यसको भित्र
अनि हाम्रो त्यो फोहोरहरू राखेको छ भनेदेखि त्यसको माथि पानी दुध अनि अमृत त्यस्तो जति हाल्यो भनेदेखि त्यो सबै फोहोर हुन्छ होइन। फेरि यसको यो भित्र पानी हाल्छु भनेर हालेर पनि तलदेखि नि चुसेर गयो भनेदेखि अनि हालेको त हाल्यो तर बिस्तारै बिस्तारै सबै चुसेर सबै बाहिर जान्छ होइन। अब त्यस्तो भयो भनेदेखि अब त्यो राम्रो भएन नि। त्यही जस्तो हामीले धर्म सुन्दाखेरि चाहिँ आफ्नो मन आफै चाहिँ यो ग्लास मग जस्तो सोचेर आफैले पनि आफ्नो मन चाहिँ खोलेर राम्रो गरेर चाहिँ अनि धर्म चाहिँ सुन्नुपर्छ। त्यो बेलामा चाहिँ एकमा अघि भनेको जस्तो त्यो मगको भित्र फोहोर हाल्यो भनेदेखि जति यो भित्र हाल्यो भने सबै फोहोर हुन्छ। त्यही जस्तो गरेर चाहिँ धर्म सुन्ने तर मनको भित्र नराम्रो सोचले क्रोध अनि इष्ट अनि त्यस्तो सोचले चाहिँ धर्म सुन्यो भनेदेखि त्यो धर्महरू सबै अनि खाइरो हुन्छ, फाइदा हुँदैन। अब दुईमा फेरि धर्म सुन्नु चाहिँ आएको मन पनि सफाइ छ राम्रो छ तर पनि सुन्नु बेलामा चाहिँ राम्रो नसुनेर निन्द्रा आएर सुतेर यसरी सुन्यो भनेदेखि जति गुरुले धर्म अनि त्यो प्रवचन गर्छ त्यो आफ्नो मनको भित्र जाँदैन होइन। फेरि धर्म सुन्दाखेरि चाहिँ राम्रो गरेर सुनेको त हो तर त्यो बेलामा चाहिँ गुरुले शब्द के राख्छ रहेछ अनि त्यो वाक्यहरू कस्तो गर्छ रहेछ त्योहरू सबै एक दुई गरेर चाहिँ सुनेर मनको भित्र अनि राख्नुपर्छ, बिर्स्नु हुँदैन है। सुन्यो तर मनको भित्र नराखेर अनि जो भनेकोहरू सबै बिर्सिएर गयो भनेदेखि फेरि त्यो पनि फाइदा भएन, अघि त्यहाँ चुसेको जस्तो भयो नि है। त्यसो कारणले चाहिँ धर्म सुन्नु बेलामा चाहिँ मन धेरै सफा राम्रो मनले सोच्नुपर्ने एउटा, दोस्रोमा चाहिँ राम्रो गरेर सुन्नुपर्ने, तेस्रोमा चाहिँ जो सुनेको कुराहरू सबै मनको भित्र ठ्याक्कै राख्नुपर्ने, बिर्स्नु नहुने हो। त्यो तिनवटामा चाहिँ ध्यान दिनुपर्छ। त्यो कुरा चाहिँ एउटा भयो। अनि गुरुले पनि धर्म प्रवचन गर्नु बेलामा दुईवटा कुरामा चाहिँ ध्यान दिनुपर्छ। छेजेङमो चेमेम्बा तोसो छिसिङ याङदा त्यो भनेर छेजेङमो चेमेम्बा भने चाहिँ गुरुले पनि धर्म दिँदाखेरि नराम्रो सोचले दिनु हुँदैन। अनि जो धर्म प्रवचन गर्छ यो बुद्ध स्वयंले के भनेको छ, नलेन्द्र पण्डितहरूको त्यो ज्ञानको भित्र के भनेको छ त्यही सत्य कुरा चाहिँ भन्नुपर्छ। गुरु आफूले के बनाएर नयाँ बनाएर बुद्धले नभनेको कुरा, त्यो नलेन्द्र पण्डितहरू नभनेको कुरा आफूले नयाँ बनाएर धर्म नयाँ बनाएर यस्तो हुन्छ नि त्यस्तो गर्नु हुँदैन भन्छ। त्यसो कारणले छिजुङमो चाहिँ मेबा तोसो छिसे याङदा त्यो भनेर चाहिँ यस्तो गर्नुपर्छ भने यो चाहिँ अनि मनमा राख्नुहोस्। यो हो। अब तपाईहरूले यहाँ सबैले अहिले किताब दिएको छ, किताब चाहिँ हेर्दै गर्नु। अनि त्यो किताबको भित्र एक गरेर पढेर त हुँदैन तर त्यसको मेन कुराहरू चाहिँ भन्दै जान्छु। किताब नेपालीमा भन्छु। अब यहाँ पहिला चाहिँ के लेख्यो छ भनेदेखि नमो तस्स भगवतो अराधो सम्म सम्बुद्धस्स। यसको मतलब चाहिँ मैले अनि बुद्धलाई अनि मनदेखि नै ढोक्दैछु भनेको हो। त्यसको पछि चाहिँ बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि भनेर अनि आफ्नो एउटा बुद्धको चेला बौद्ध भन्छ नि, हामी बौद्ध हो भन्छ। बुद्धको चेला भएको कारणले बुद्ध धर्म सङ्घलाई ढोक्नु पर्ने छ। त्यसो कारणले बुद्धम शरणम गच्छामि भने चाहिँ मैले अनि बुद्धको शरणमा गएर म बुद्धलाई चाहिँ मान्दैछु भनेको हो। बुद्धम शरणम गच्छामि। धर्मम शरणम गच्छामि भने चाहिँ बुद्धले अनि दिनुभएको अनि बुद्ध धर्मलाई पनि मैले धर्मको शरणमा गएर धर्मलाई अनि मान्दैछु भनेको हो।
सङ्गम शरणम गच्छामी भने चाहिँ बुद्धको धर्मलाई पालन गर्ने, बुद्धको धर्मलाई ध्यान आवेश गर्नेको बुद्धको चेला सङ्घ भने एउटा हुन्छ। हो त्यो बुद्धको चेला सङ्घहरूलाई भने मैले उहाँको शरणमा गएर मान्दैछु भनेको हो। त्यसमा चाहिँ यहाँ ध्यान दिनुपर्ने चाहिँ बुद्धलाई मान्दैछु, धर्मलाई मान्दैछु अनि सङ्घलाई मान्दैछु भनेको हो। अब हुनु त कुराहरू यसको विषयमा कुरा त्यो के भन्छ डिटेलमा एक एक गरेर त्यसको मतलबहरू पछि आउँछ। तर अहिले मैले अलिकति भन्यो भनेदेखि हामीले यो थाहा हुनुपर्छ, अहिले हुनु त यो जम्बुद्वीपमा जति भएको धर्महरू सबै राम्रो हो। आफ्नो आफ्नो त्यो धर्म मान्ने मान्छेलाई चाहिँ फाइदा छ, त्यसो कारणले सबै राम्रो हो, सबैलाई रिस्पेक्ट गर्नुपर्छ। रिस्पेक्ट टु द ओल्ड रिलिजन्स भन्छ, सबैले रिस्पेक्ट गर्ने। तर धर्मलाई अनि आफूले धर्म मान्ने र आफूले धर्म गर्ने चाहिँ आफ्नो आफ्नो धर्म चाहिँ मान्नुपर्छ, गर्नुपर्छ। त्यसो कारणले बुद्धिस्टहरूले बुद्ध धर्म मान्ने अनि त्यसलाई पालन गर्ने, अनि हिन्दूहरूले हिन्दुज्मको धर्मले त्यो गर्ने, त्यो जुडिज्महरूले त्यही गर्ने, अनि त्यो अल्लाहको त्योहरूले आफ्नो त्यो अनि खचीको धर्म भन्छ नि त्यसले मान्ने त्यो हो। त्यसो कारणले रिस्पेक्ट टु द ओल्ड रिलिजन बट डु आउन रिलिजन भन्छ। आफ्नो धर्म आफूले गर्नुपर्छ भने एउटा मान्छेले सबै धर्म गर्नु चाहिँ गाह्रो हो। किनभनेदेखि बुद्ध धर्ममा ईश्वर छैन, गड छैन भन्ने कुरा छ। फेरि हिन्दू र अर्को धर्ममा ईश्वर छ, गड छ भन्ने कुरा छ। त्यसो कारणले ईश्वर छैन भनेको सोचले गर्ने धर्म र ईश्वर छ भनेको सोचले गर्ने धर्म दुईटै कसरी गर्ने, सक्दैन त्यो। त्यसो कारणले अनि आफ्नो आफ्नो धर्म गर्ने। त्यसो कारणले अहिले ईश्वर मान्नेको धर्म हिन्दुज्म भयो, क्रिस्चियन भयो, अनि अल्लाहको त्यो धर्महरू भयो, त्योहरू सबैले आफ्नो आफ्नो अनि धर्मको भित्र चाहिँ गड भनेर चाहिँ एउटा मात्र हुन्छ। हाम्रो क्याप्ने भन्छ नि प्रोटेक्टर, त्यसमा चाहिँ एउटा मात्र छ। तर बुद्ध धर्ममा चाहिँ प्रोटेक्टर भने त्यसमा क्याप्नेमा चाहिँ तीनवटा हुन्छ। तीनवटा, एउटा बुद्ध भयो, दुईमा धर्म भयो, तेस्रोमा चाहिँ अनि सङ्घ भयो, होइन। अब यो कसरी हो? प्रोटेक्टर एउटा मात्र छ भन्ने कुरा र एउटा होइन तीनवटा छ भनेको कुरामा चाहिँ कसरी त्यो भएको भनेको विषयमा अब हामीले यो सोच्नुपर्छ। बुद्ध धर्ममा किन तीनवटा राखेको हो भनेको विषयमा चाहिँ हामी आफै बिमारी हुँदाखेरि धेरै रोग, नराम्रो रोग आफैले भएर बिमारी हुँदाखेरि हामी हस्पिटल जान्छ नि, त्यो बेलामा आफ्नो त्यो बिमार त्यस्तो रोगदेखि निको हुनुको लागि प्रोटेक्टर कति चाहिन्छ? तीनवटा चाहिन्छ। डक्टर चाहियो, दबाई चाहियो, नर्स चाहियो नि। त्यो तीनवटाको सहयोगले अनि हाम्रो रोगहरू सबै हटाएर जान्छ, होइन। डक्टर नभएदेखि नहुने भयो, के दबाई के खाने के नखाने थाहै छैन, रोग के हो कसरी भएको त्यो कुरा थाहै हुँदैन। अब डक्टर त हामीले चाहिहाल्यो नि। फेरि डक्टर मात्र भएर उहाँले अनि त्यो मेडिसिनहरू दबाईहरू नदियो भनेदेखि फेरि डक्टर मात्रै चेक गरेर बिमार ठिक हुनु होइन नि। त्यो बिमार निको हुनुको लागि फेरि दबाई पनि चाहियो। फेरि दबाई पाएर पनि भएन, कसरी खाने त्यसकोहरू सबै सिकाउने र एक्जाम्पल देखाउने नर्स चाहियो। त्यो नभएदेखि फेरि नहुने भयो। त्यही जस्तो गरेर हामी एउटा रोगी एउटाले आफ्नो बिमारहरू सबै निको हुनुको लागि अनि प्रोटेक्टरमा तीनवटा चाहिएको छ है, डक्टर र दबाई र नर्स। त्यही जस्तो बुद्धम शरणम गच्छामी, धर्मम शरणम गच्छामी, सङ्गम शरण तीनवटा आउनु पर्नेको कुरा के हो भनेदेखि हामी सबै एकमा रोगी जस्तो हो, बिमारी जस्तो हो। किनभनेदेखि हाम्रो मनको भित्र
फेरि हाम्रो मनको भित्र अनि त्यो रिस राग त्यस्तो नराम्रो मन हामीले धेरै छ मनको भित्र धेरै नराम्रो मन भएको कारणले आफूको मनलाई सुख हुँदैन शान्ति हुँदैन दुखाइ हुन्छ अब त्यस्तो आफ्नो मनको भित्र धेरै दुःख भएको त्योहरू सबै एउटामा हेर्दाखेरि मनको एउटा रोगले कारणले भएको अब त्यो मनको रोग अनि हटाउनको लागि हामीले के चाहियो मनको रोग भने चाहिँ यस्तो हो त्यो हटाउन लागि यस्तो यस्तो गर्नुपर्छ भनेर त्यो सबै देखाउने एउटा डक्टर जस्तो एउटा हामीले चाहेको छ त्यो चाहिँ बुद्ध भयो बुद्ध चाहिँ डक्टर जस्तो भयो हैन अब दोस्रो धर्म भने चाहिँ फेरि बुद्धले हामीलाई माया दया छ तर बुद्धले हामीले माया दया भएर बुद्धले आफ्नो मनको भित्र भएको शक्तिहरू मनको भित्र भएको ज्ञानहरू सबै ल तिमीलाई म दिन्छु म तिमीले माया दया छ भनेर मनदेखि झिकिएर यस्तो दिनु सक्ने कुरा छैन नि हैन बा आमाले आफ्नो बच्चालाई माया दया छ हैन तर बा आमाले चाहिँ आफ्नो बच्चाले भएको माया दया चाहिँ आफ्नो मनको भित्र छ नि त्यो झिकेर चाहिँ माया दया यसरी ल भनेर दिने छैन नि माया दयाद्वारा फाइदा गर्नुपर्ने चाहिँ गर्ने हो हैन त्यही जस्तो अब हामीले यस्तो मनको रोगहरू नराम्रो सोचहरू सबै हटाउनु पर्यो अनि मनको दुःखहरू सबै हटाउनु पर्यो त्यसको लागि चाहिँ अब बुद्धले चाहिँ अनि के गर्ने हो भनेदेखि हो मन भने चाहिँ यस्तो यस्तो हो मनको भित्र राम्रो मन यस्तो छ नराम्रो मन यस्तो छ नराम्रो मन चाहिँ कारण यसरी आएको हो त्यसले हटाउन लागि यस्तो गर्नुपर्छ भनेर उपायहरू त्यसको मेथड भन्छ नि इङ्ग्लिसमा वे हाउ टु चेन्ज योर माइन्ड भन्छ नि त्यो उपायहरू सबै चाहिँ अब बुद्धले चाहिँ हामीलाई सिकाउने हो अब डक्टरले पनि त्यही गर्ने हो नि तिमीले रोग यसो यसो छ अब तिमीले त्यो रोग चाहिँ सबै हटाउन लागि यस्तो गर्नुपर्छ भन्ने कुराहरू सबै भन्नु पर्यो त्यही जस्तो बुद्धले चाहिँ तब उहाँले यसो भन्दाखेरि हामीले के पाउँछ त्यो डक्टरले दबाई दिएको जस्तो आफूले भन्ने मनको एउटा दबाई अनि धर्म भन्ने चाहिँ अनि हामीले चाहिँ पाउँछ त्यसो कारणले अब हामीले अब त्यो रोगीहरूले बिमारीहरूले अनि डक्टरले दिनुभएको अनि त्यो दबाईलाई विश्वास गरेर खायो भनेदेखि रोगीलाई धेरै फाइदा हुन्छ नि त्यही जस्तो बुद्धले दिनुभएको दबाई जस्तो यो धर्मले हामीले मान्यो भनेदेखि त्यो धर्मले हामीले चाहिँ फाइदा हुन्छ त्यसो कारणले धर्म चाहिँ दबाई जस्तो हो भनेको थाहा भयो 2 अब त्यसको माथि सङ्घ भने चाहिँ तेस्रोमा चाहिँ हुन्छ अब त्यो चाहिँ के हो भनेदेखि फेरि हामीले धर्महरू गर्ने बेलामा हामीले थाहा हुँदैन कसरी गर्नुपर्छ भन्ने कुराहरू थाहा छैन अब त्यो धर्मलाई कसरी गर्ने धर्मले कसरी पढ्ने पहिला कसरी सुन्ने कसरी मनदेखि चिन्तन गर्ने कसरी त्यो धर्म ध्यान अभ्यास गर्ने त्योहरू सबै हामीले अनि जानकार हुनु पर्यो सिक्नु पर्यो त्यो सिकाउने त्यो देखाउने एक्जाम्पल जस्तो चाहिँ के भयो सङ्घहरू भयो त्यसो कारणले अब सङ्घले चाहिँ के काम गर्छ भनेदेखि नर्सको काम जस्तो चाहिँ सङ्घले गर्छ त्यसो कारणले हामी बिमारहरूलाई अनि सङ्घ के अरे नर्स चाहेको जस्तो गरेर हामी अनि मनको अनि बिमारी भएको हामी मान्छेले भने मनको सुखहरू सबै अनि मनको दुःखहरू हटाउनको लागि फेरि अनि नर्स जस्तो अनि हामीले त्यो चाहेको छ सङ्घ त्यसो कारणले बुद्ध धर्ममा चाहिँ बुद्ध धर्म सङ्घ तिनलाई हामीले मान्नुपर्छ ढोग्नुपर्छ भनेको कारण चाहिँ खास त्यो हो त्यो चाहिँ सबैले त्यो मनमा राख्नुहोस् त्यो त्यसो कारणले यहाँ बुद्धम शरणम गच्छामि धर्मम शरणम गच्छामि सङ्घम शरणम गच्छामि भन्यो अब त्यसको तल चाहिँ खाङ्गी थुजिङ यसो नि तब थम्जे पङ्बे चाहिँ थाम्बे छु नि त्यो जब गोदम देला छाचलो भने चाहिँ अनि इन्डियाको पहिला
नालन्दा भन्ने एउटा युनिभर्सिटी एउटा भएको छ। यो बुद्ध धर्म पढ्नु ठाउँ धेरै ठुलो एउटा युनिभर्सिटी हो। अब त्यो भित्र चाहिँ अनि के छ भनेदेखि नालन्दामा पण्डितहरू धेरै भएको छ। त्यो पण्डितको भित्र सबभन्दा अनि एउटा अनि मान्छेहरूले मान्ने ठुलो टप पण्डितमा चाहिँ नागार्जुन भन्ने एउटा चाहिँ भएको छ। अब उहाँले चाहिँ बुद्ध शाक्य मुनिको कृपा सोचेर चाहिँ बुद्धलाई ढोकेको यो खाङ्गी थुसिङ यसोने तवा थम्चे पाउने थाबेचुने गोदम देला छाचलो भने चाहिँ यो हो। अब यहाँसम्म चाहिँ यसको मतलब अब त्यसको तल चाहिँ के लेखेको छ भनेदेखि यता के छ भनेदेखि अब हामीले मन यहाँ एउटा कुरा राख्छौँ होइन। अनि बुद्ध शाक्य मुनिले हामीले के अनि बुद्धको चेलाहरूलाई के एउटा उहाँले अनि बाटो देखाएको छ भने या उहाँले भन्नुभएको एउटा अनि एडभाइस लप्चा एउटा के छ भनेदेखि बुद्धको चेलाहरूलाई बुद्धले के भन्छ जहिले पनि मन चाहिँ अनि धेरै मन धेरै अनि के भन्छ मन धेरै खोलेको हुनुपर्छ भने खोलेको मतलब इङ्ग्लिसमा ओपन माइन्ड भन्छ नि। मन ओपन माइन्ड भन्छ। मन चाहिँ एउटा त्यो कुरा पनि एउटा कुरा मात्रमा मन त्यो सोचेर नबसेर जहिले पनि मन चाहिँ धेरै ठुलो धेरै अनि के भन्छ खोलेको हुनुपर्छ भन्छ। ओपन माइन्ड एन्ड ब्रोड माइन्ड यो चाहिँ हामीले त्यो थाहा हुनुपर्छ एउटा हो। अब मनको सोच धेरै ठुलो सोचदेखि हामीले हेऱ्यो भनेदेखि कुरा ठुलोहरू सबै हामीले देख्न सक्छ। मनको सोच सानोदेखि हेऱ्यो भनेदेखि कुरा सानो मात्र हामीले थाहा हुन्छ। त्यसको कारणले अनि बुद्धले के भन्नुहुन्छ भनेदेखि मनको सोच धेरै ठुलो हुनुपर्छ। हामीले जहिले पनि म मात्रै सोच्नु हुँदैन, अरू भनेको कुरामा सोच्नुपर्छ। फेरि बुद्धले जहिले पनि मेरो सुख मेरो दुःख भने त्यो मात्र सोच्नु हुँदैन, अर्कोको सुख र दुःख भने सोच्नुपर्छ। फेरि बुद्धले आफ्नो सुख मात्र पाउने र दुःख हटाउनु मात्र गर्नु हुँदैन, अरूहरूको पनि सुख दिने, अरूलाई पनि सुख दिने र दुःख हटाउने त्यस्तो गर्नुपर्छ भनेर उहाँले भन्नुभएको छ। त्यसो कारणले हामीले मैले यहाँ के भन्छु भनेदेखि हामी यो जम्बुद्वीपमा जम्बुद्वीप भन्छ नि वर्ल्ड यो वर्ल्ड हामी जम्बुद्वीपमा पहिला जन्म हुँदाखेरि चाहिँ हामी मान्छेको रूपमा जन्म भएको हो। त्यो बेलामा तुरुन्त बुद्धिस्ट भएको होइन, महायान बुद्धिस्ट पनि भएको होइन। बुद्धिस्ट भने त्यो रिलिजनको कुराहरू धर्मको कुरा त्यो चाहिँ सेकेन्डमा आउँछ। पहिला हामी यहाँ जन्म हुँदाखेरि चाहिँ हामी एउटा मान्छेको रूपमा जन्म भएको हो। त्यसो कारणले हामीले त्यो मान्छेको रूपदेखि हामीले हेर्नुहोस् त, हामीले जसलाई हेऱ्यो भने इन्डियन होस् अनि त्यो वेस्टर्नर होस् अनि थार जो होस् केही फरक पर्दैन। तर सबै के छ भनेदेखि एउटा मान्छे हो, सबै एउटा सुख चाहिने दुःख नचाहिने एउटै हो। सुख चाहिने र दुःख नचाहिनेको त्यसमा चाहिँ केही फरक छैन। आफ्नो आफ्नो थार जति होस्, तर त्यो मान्छेले अनि हामीले सोच्छ तिमी के सोच्छ भन्छ मलाई सुख चाहियो दुःख नचाह्यो भने मन चाहिँ सबैले छ। जनावर हो भनेर पनि हामीले जनावरलाई त्यो हेप्नु हुँदैन, ऊ पनि सुख चाहिने र दुःख नचाहिने एउटै हो। जो होस् बुद्धले के भन्नु छ भनेदेखि जो अनि प्राणीहरू छ, प्राणीहरूलाई जहिले मन हुन्छ त्यो मनको सँगै सुख चाहिने र दुःख नचाहिने चाहिँ सबैले हुन्छ भनेर भनेको छ। त्यसो कारणले जनावर होस् मान्छे होस्, तर प्राणी हो भनेदेखि सर्व प्राणीहरू सबै सुख चाहिने र दुःख नचाहिनेमा चाहिँ एउटै हो। सबै मान्छेहरू सुख चाहिने र दुःख नचाहिने एउटै हो। त्यसो कारणले हामीले धेरै किन फरक बनाउने, टु मच डिभाइडेड भन्छ नि, मेरो थार उनीहरूको थार यस्तो धेरै बनाउँछ नि,
त्योहरू सबै नेरो माइन्ड मनको सोच सानोदेखि बनाएको हो मनको सोच ठुलोदेखि हामीले सोच्यो भनेदेखि सबै एउटा हो होइन त्यसो कारण यो हामीले अनि त्यो मनमा राख्नु त्यसो कारणले तपाईहरुले बुद्धको धर्म ग्राम त्यो प्रार्थनाहरू पढ्नुस् त त्यो भित्र थारको कुरा भनेर चाहिँ यस्तो छैन नि मैले पढेको त्यो भित्र हामी सबैले सुनेको छ होला सिमजे थम्चे देवा त देवी ग्योदान देमर गिर्जे सिमजे थम्चे दुंगल त दुंगल ग्योदान ठेवर गिर्जे सिमजे थम्चे दुंगल मेबे देवा त मिन्डवा गिर्जे त्यस्तो लेखेको छ नि सर्व पानीहरू सुख होस् सर्व पानीहरू दुःख नहोस् त्यस्तो छ नि कहाँ यहाँ थारको कुरालाई तिप्तेहरू सबै सुखा होस् अरू छोडिदियो नेपालीहरू सबै सुखा होस् अरू छोडिदियो भने कुरै छैन त्यस्तो बुद्धको त्यसमा चाहिँ यस्तो कुराहरू चाहिँ लेखेको छैन प्राणीहरू सबैले अनि एउटै गरेर हेरेर सबैले सुख होस् दुःख नहोस् भनेर चाहिँ बुद्धले त्यो ग्रामको भित्र अनि प्रार्थना त्यस्तो पूजाहरूको भित्र चाहिँ त्यस्तो लेखेको छ त्यसो कारणले हामीले पनि के सोच्नुपर्छ भनेदेखि ओहो हामी सबै एउटा प्राणी एउटै हो हामी सबैलाई मन छ हामी सबै सुख चाहिने एउटै हो दुःख नचाहिने एउटा हो भनेर चाहिँ सोचेर हामी सबैले चाहिँ अनि राम्रो गरेर चाहिँ अनि हामीले हेर्नुपर्छ त्यो चाहिँ एउटा यो चाहिँ त्यसो कारणले अहिले यहाँ मैले के भन्नु छ भनेदेखि अब हामी सबै अनि सुख चाहिने र दुःख नचाहिने एउटै भएको कारणले हामीले अरू मान्छेलाई चाहिँ फाइदा गर्नुपर्छ भनेको छ अब फाइदा चाहिँ कसरी गर्ने फाइदा गर्नेको तरिकामा धेरै किसिमको हुन्छ पैसा दिएर पनि फाइदा गर्न सक्छ के चामलहरू दिएर पनि फाइदा गर्न सक्छ अनि त्यो मात्र नभएर चाहिँ अलिअलि मोडर्न एजुकेसन शिक्षाहरू दिएर फाइदा पनि गर्न सक्छ तर त्यो फाइदा र अरू मान्छे चाहिँ सुख चाहिने दुःख नचाहिने हो अब त्यसलाई सुख कसरी हामीले दिने दुःख कसरी हटाउने त्यसको उपाय धर्मको कुरा चाहिँ हामीले अरूलाई सिकाएर फाइदा गर्यो भनेदेखि त्यो एउटा फाइदा हो अब त्यो दुईटामा हेर्नुहोस् त पैसाहरू यस्तो दिएर फाइदा गर्ने र धर्महरू सिकाएर फाइदा गरेको बिचमा हेर्नुहोस् त पैसा दिएर सुख बनाउने दुःख नदियो भने चाहिँ त्यो तर्कालको कुरा हो नि अब तर्कालमा त फाइदा छ नि अलिअलि फाइदा हुन्छ नि होइन अब भोग लाग्दाखेरि खाना दियो भनेदेखि त्यो बेलामा चाहिँ फाइदा छ नि तर त्यसले धेरै फाइदा केही छैन नि अब मान्छेलाई माया दयाद्वारा अनि धर्महरू सबै सिकेर उहाँले धर्म गर्नु दिएर उसलाई चाहिँ दुःखबाट अनि हटाउन सक्ने सुख सबै पाउन सक्ने भयो भनेदेखि त्यो तर्कालको फाइदा मात्र होइन नि अब उहाँले त्यो फाइदा चाहिँ त अब उहाँले चाहिँ धेरै नै फाइदा भयो नि त्यसो कारणले हामीले बुद्ध धर्म अनि त्यो अरूलाई सिकाएर बुद्ध धर्मद्वारा अरूलाई धर्म गर्नु दिएर फाइदा गर्यो भनेदेखि सबभन्दा ठुलो फाइदा चाहिँ त्यहाँबाट छ भनेर त्यसो कारणले हामीले अरूलाई फाइदा गर्नु बेलामा चाहिँ सबभन्दा ठुलो फाइदा चाहिँ धर्महरू सिकाएर फाइदा गरेर त्यो अनि गर्नुपर्छ भने त्यो त्यसो कारणले मैले यो किताब लेख्ने र अरूलाई धर्म दिने चाहिँ त्यो कारणले हो भनेर लेखेको अब तल चाहिँ के आयो भनेदेखि 4 कन्टेन्ट्स यो किताबको भित्र के लेखेको छ भनेदेखि 4 कन्टेन्ट्समा छ खास गरेर क्वेसन एन्सरको त्यसमा देशेन थाङ्बो चाहिँ एक पार्ट चाहिँ के छ भनेदेखि अनि यो जम्बुद्वीपमा धर्महरू कसरी फैलाएको हो भन्ने कुरा एउटा र यो सँगै खास गरेर हामीले यो जान्नुपर्छ अनि यरब चेसङ यो सम्बोडा लेबी हो तिप्ती भाषा यरब चेसङ भने चाहिँ अब यरब चेसङ भने चाहिँ नेपालीमा चाहिँ के भन्छ भनेदेखि असल विचार र आचरण भने चाहिँ हो असल विचार असल आचरण भने चाहिँ हो अब यो अलिकति
शब्द चाहिँ गाह्रो पर्यो भनेदेखि सिम्पलमा भन्यो भनेदेखि के छ भनेदेखि अचल विचार भने चाहिँ राम्रो सोच है। अनि असल आचरण भने चाहिँ अनि जिउ र आफ्नो मुखदेखि अनि राम्रो एउटा कर्म गर्ने। अब जोस असल विचार र आचरण भनेको मतलब चाहिँ के हो भनेदेखि राम्रो सोच र राम्रो कर्म भनेको हो। राम्रो सोच र राम्रो कर्म त्यो चाहिँ हेरब चेसङ भनेको शब्दको मतलब चाहिँ त्यो हो होइन। त्यसो कारणले सर्वप्रथम पार्ट 1 मा चाहिँ मैले यो असल विचार र आचरणको विषयमा भन्छु भनेको कुरा हो। यो कुरा चाहिँ एउटा है। अब दोस्रो र तेस्रो चारो र त्यो कुराहरू सबै चाहिँ धर्मको विषयमा अनि भन्ने कुरा हो। अब यहाँ हामीले सोच्नुपर्छ हामीले असल विचार र आचरण भने चाहिँ हामीले किन हामीले त्यसको कुराहरू सुन्नु पर्यो पढ्नु पर्यो। एउटा बुद्ध धर्मको कुरा सुन्ने र पढ्ने चाहिँ किन गर्नुपर्छ भने चाहिँ दुईटा त्यो कुरा हामीले थाहा हुनुपर्छ। अब त्यसले मैले बिहान भनेको जस्तो हामी एउटा त्यो के अरे जम्बुद्वीपमा जन्म भएको पछि हामीले चाहिँ अनि तीनटा कुरामा चाहिँ ध्यान दिनुपर्छ। मैले बिहान भनेको छ लेङ्गे सुम भनेको छ। लेङ्गे सुम भनेको मतलब चाहिँ के हो भनेदेखि हामीले अनि ध्यान र हामीले गर्नुपर्ने कुरा तीनटा भनेको हो। वी हेभ टु टेक 3 रिस्पोन्सिबिलिटी भनेको हो। 3 रिस्पोन्सिबिलिटी तीनटा कुरा हामीले चाहिँ अनि गर्नुपर्छ भनेको हो। अब त्यसमा चाहिँ नम्बर 1 चाहिँ के हो भनेदेखि हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनुपर्ने चाहिँ एउटा हाम्रो काम हो। रिस्पोन्सिबिलिटी 3 मा नम्बर 1 चाहिँ के हो वी हेभ टु बी अ गुड अनि ह्युमन बिङ्स। त्यो मान्छे राम्रो हुनुपर्ने चाहिँ हाम्रो एउटा अनि खर्सा दिमिङले लेङ्गे जिम्मा आफैले लिनुपर्ने जिम्मा एउटा चाहिँ मान्छे राम्रो हुनुपर्ने चाहिँ यो हो। अब दोस्रोमा हामी मान्छे राम्रो हुनुपर्ने चाहिँ एउटा जिम्मा भयो। दोस्रोमा चाहिँ हामी एउटा बुद्धको चेला भएको कारणले एउटा बुद्धिस्ट राम्रो एउटा हुनु पर्यो। वी हेभ टु बी अ गुड बुद्धिस्ट थाहा भयो त्यो राम्रो हुनु पर्यो। अब तेस्रोमा चाहिँ के भयो भनेदेखि हामी महायान धर्म हाम्रो यो हिमालयन क्षेत्रमा भएको बुद्ध धर्महरू सबै तिब्बतबाट आएको हो। तिब्बतमा भएको धर्महरू चाहिँ बुद्धको धर्म हो। त्यसको भित्र खास गरेर अनि महायान बुद्धिज्म हो। बुद्ध धर्ममा चाहिँ 2 किसिमको हुन्छ। एउटालाई चाहिँ थेरावादा भन्छ, एउटालाई चाहिँ महायान भन्छ। त्यसको फरकमा अलिकति भन्यो भनेदेखि थेरावादा धर्म पनि बुद्धकै धर्म हो, राम्रो हो। तर त्यसमा चाहिँ रिस्पोन्सिबिलिटी आफैले जिम्मा लिने चाहिँ के हुन्छ भनेदेखि अरू सर्व प्राणीहरू दुःख हटाउने र सुख पाउनको लागि गर्छु भनेको कुरा चाहिँ हुँदैन। थेरावादामा के हुन्छ म आफैलाई संसारमा बस्यो भनेदेखि यस्तो दुःखहरू हुँदो रहेछ, यो संसारमा चाहिँ बस्नु नहुने रहेछ। त्यो संसार त्यागेर मैले चाहिँ के हुनु पर्यो भनेदेखि निर्वाण मोक्ष भन्ने एउटा त्यस्तो ज्ञान चाहिँ मैले पाउनु हुनु पर्यो भनेर त्यो सोचेर आफ्नो एउटा मान्छे अनि दुःखबाट हटाएर सुख हुनुको लागि मोक्ष निर्वाण चाहिँ मैले प्राप्त गर्छु भने त्यो सोचमा जान्छ। त्यो पनि राम्रो, तर रिस्पोन्सिबिलिटी आफ्नो मात्र हो, अरूले चाहिँ त्यति सोच्दैन। फेरि महायान धर्ममा चाहिँ के भन्छदेखि म र आफै भने धेरै फरक छ। म भने चाहिँ एउटा मान्छे भयो, अरू भनेदेखि सागर जस्तो धेरै मान्छे धेरै भयो, धेरै प्राणी धेरै भयो। त्यसो कारणले एउटा मान्छे र
अनि धेरै मान्छे त्यो दुसमा कुन ठुलो हो कुन अनि त्यो हो एउटा मान्छेको सुख र धेरै मान्छेको सुख भने चाहिँ कुन जिम्मा ठुलो हो कुन त्यो हो एउटा मान्छेलाई अनि दुःख हटाउने र धेरै मान्छे भनौँ सर्व पानीको दुःख हटाउने सोच चाहिँ कुन ठुलो हो त्यो सर्व पानीको अनि दुःख हटाउँछु सुख दिन्छु भन्ने मन सोच चाहिँ धेरै ठुलो हो नि राम्रो हो नि त्यसो कारणले महायान धर्ममा चाहिँ के सिकाउँछ भनेदेखि एउटा व्यक्तिगत एउटा मान्छे आफू मात्र सोच्ने चाहिँ नगर त्यो सानो हो सर्व प्राणीलाई सोचेर चाहिँ दुःख हटाउने र सुख दिने सोच भनेर त्यस्तो ज्ञान चाहिँ महायान धर्ममा चाहिँ आउँछ त्यसो कारणले अहिले हाम्रो यो हिमालयन क्षेत्रमा भएको धर्महरू चाहिँ के भयो भनेदेखि महायान धर्म त्यसो कारणले हामी फेरि मान्छे राम्रो हुनु पनि पर्यो त्यसको माथि बुद्धिस्ट राम्रो हुनु पनि पर्यो त्यसको माथि महायान बुद्धिस्ट पनि राम्रो हुनु पर्यो त्यसो कारणले तेस्रोमा चाहिँ के छ भनेदेखि हाउ टु बी अ गुड महायान बुद्धिस्ट त्यो चाहिँ रिस्पोन्सिबिलिटी एउटा चाहिँ त्यो भयो त्यो तीनटा कुरामा चाहिँ ध्यान दिनुपर्छ भने त्यो लेङ्गे सुम भने चाहिँ अघि बिहान भनेको लेङ्गे सुम भने चाहिँ त्यो भयो अब यहाँ एउटा क्वेसन हुन्छ यो क्वेसन आउँछ यो के हो भनेदेखि अब यदि म आफै मान्छे राम्रो एउटा हुनुपर्छ भनेको कुरा एउटा त्यो पनि राम्रो हो म एउटा बुद्धिस्ट राम्रो एउटा हुनु पर्यो भने त्यो पनि राम्रो हो म एउटा महायान बुद्धिस्ट राम्रो हुन्छ भने त्यो पनि राम्रो हो तर म एउटा मान्छे राम्रो हुनुपर्छ भनेदेखि मान्छे राम्रो भने चाहिँ कसरी हुन्छ त्यो क्वेसन हो नि अनि त्यसको अगाडि हामीले के थाहा हुनु पर्यो मान्छे राम्रो र नराम्रोको फरक कसरी गर्ने यो मान्छे राम्रो हो यो मान्छे नराम्रो हो भनेर मान्छे राम्रो र नराम्रो बिचमा फरक चाहिँ राख्नु पर्यो त्यो फरक चाहिँ कसरी हामीले राख्ने त्यो हो कुरा त्यसो कारणले अब मान्छे राम्रो हुनुको लागि उपाय मान्छे राम्रो हुनुको लागि हामीले एउटा के चाहेको छ भनेदेखि हो मैले अघि भनेको चाहिँ असल विचार र अनि आचरण अब राम्रो सोच राम्रो कर्म जो मान्छेले सोच धेरै राम्रो सोच्ने कामहरू धेरै राम्रो कर्महरू गर्ने त्यो भयो भनेदेखि त्यो मान्छे चाहिँ राम्रो हो भन्ने जो मान्छेले सोच नराम्रो कर्म पनि नराम्रो गर्ने त्यो चाहिँ नराम्रो भने त्यसमा हुन्छ त्यसो कारणले यदि हामी मान्छे राम्रो हुनु चाह्यो भनेदेखि हामीले के गर्नु पर्यो भनेदेखि हाम्रो सोच राम्रो बनाउनु पर्यो हाम्रो कर्महरू सबै राम्रो कर्ममा चाहिँ लिनु पर्यो जानु सक्नु पर्यो त्यो भयो भनेदेखि हामी आफै मान्छे राम्रो हुन्छ भन्ने कुरा त्यो चाहिँ मनमा राख्नुहोस् अब त्यसको विषयमा अब राम्रो सोच भन्छ नि राम्रो सोच भने चाहिँ के हो राम्रो कर्म भने चाहिँ के हो त्यो पनि फेरि हामीले थाहा हुनु पर्यो अब त्यसमा मैले किताबको भित्र चाहिँ डिटेलमा धेरै भनेको छ तर मैले यहाँ सर्टकटमा भन्छु राम्रो सोच भन्नेमा चाहिँ खास गरेर दुईटा कुरामा चाहिँ ध्यान दिनुपर्छ दुईटा कुरा चाहिँ के हो भनेदेखि एउटा चाहिँ म अरू जसले भने मैले दुःख नदिने भनेको सोच म अरूलाई नोक्सान नदिने म अरूलाई दुःख नदिने म अरूलाई अनि हान्ने गर्ने त्यस्तो नगर्ने भनेर अरूलाई चाहिँ दुःख नदिने भन्ने एउटा सोच छ नि तिप्तीमा के भन्छ स्याला नेपा मिछे सम्भा भन्छ स्याला नेपा मिछे सम्भालाई नेपालीमा मैले अरूलाई दुःख नदिने भनेको सोच यो एउटा असल विचार भन्ने चाहिँ त्यसमा खास गरेर दुईटामा एउटा चाहिँ यो
स्याला नेपा के मे स्याला नेपा मिछे सम्भा भने चाहिँ यो एउटा हो। अब दोस्रोमा चाहिँ के छ भनेदेखि स्याला फेम्बा छिकी सम्भा। स्याला फेम्बा छिकी सम्भा भने चाहिँ नेपालीमा के भन्छ, म अरूलाई फाइदा गर्छु भनेको सोच। दुईटा रहेछ नि, अरूलाई दुःख नदिने भनेको सोच एउटा, अरूलाई चाहिँ म फाइदा गर्छु भनेको, सहयोग गर्छु भनेको सोच दुईटा छ नि। यो दुईटा सोचलाई राम्रो सोच भन्छ। यही हो अब खास गरेर अहिले यहाँ असल विचार भन्ने चाहिँ खास गरेर यो दुईटा हो। अरूलाई दुःख नदिने, अरूलाई फाइदा गर्छु भनेको सोच हो, होइन? ल अब हामीले आफ्नो आफ्नो अनुभव गर्नुहोस् त, एक्सपिरियन्स एउटा गर्नुहोस् त। अरूलाई मैले दुःख नदिने भनेको सोच भयो भनेदेखि कति फाइदा छ? त्यसले के काम गर्छ र? त्यस्तो सोच भयो भने के काम गर्छ? म अरूलाई फाइदा गर्छु भनेको सोच भयो भनेदेखि त्यसले काम के गर्छ र? सोच्नुहोस्। अब यो एक्जाम्पल उदाहरणमा भन्छ, होइन? यदि आफ्नो घरको भित्र बा हुन्छ, आमा हुन्छ, छोराछोरीहरू हुन्छ, बच्चाहरू हुन्छ, होइन? त्यो बेलामा यदि बा आमाको सोचको भित्र, बा आमाहरूको सोचको भित्र मैले बच्चाहरू, हामी बा आमा हामी दुईटाले बच्चाहरूलाई चाहिँ दुःख नदिने है भनेर सोच भयो भनेदेखि काम के गर्छ? अब त्यो छोराछोरीदेखि बच्चाहरू सबैलाई दुःखहरू बा आमाले दिँदैन, होइन? त्यो सोचको द्वारा, त्यसको कारणले बच्चालाई दुःख दिँदैन। त्यसको माथि के गर्छ? यदि बच्चा ऊ आफैले अनि सोच र काम गर्ने तरिका नराम्रो भएको कारणले दुःख भयो भने बा आमाले त दुःख दिएको होइन, तर बच्चा आफैले केही कारणले दुःख भएदेखि यदि बा आमालाई म बच्चाले दुःख नदिने भनेको सोच छ भनेदेखि आफैले बच्चालाई दुःख नदिएको माथि यदि त्यहाँ दुःख छ भनेदेखि त्यो दुःख हटाउनेको काम पनि गर्छ नि, गर्छ कि गर्दैन? अब बच्चा आफैलाई बा आमाद्वारा दुःख नहुने र दुःख हुँदाखेरि बा आमाले हामीले दुःखबाट हटाउनेको काम त्यो कसरी आएको हो भनेर हामी सोच्नुहोस् त। बा आमाको मनको भित्र म बच्चाले दुःख नदिने भनेको सोचले आएको हो। त्यसको कारणले त्यो सोचले त्यति फाइदा छ। यो उदाहरण हो नि, सानो एउटा। अब त्यो मन चाहिँ ठुलो बनाएर मेरो बच्चालाई पनि दुःख नदिने, अरूहरूको बच्चाले पनि नदिने, अरू मान्छेले पनि नदिने, अब जो प्राणी होस् त्यसलाई मैले दुःख नदिने भनेर त्यस्तो मन भयो भनेदेखि काम कति गर्छ? उहाँको त्यसको काम गर्नेको तरिका कस्तो हुन्छ, होइन? त्यसो कारणले अरूलाई दुःख नदिने भनेको सोचले धेरै काम राम्रोहरू चाहिँ गर्ने हो। त्यसो कारणले त्यस्तो सोच चाहिँलाई राम्रो सोच भन्छ, होइन? अब त्यसलाई फेरि धर्मको सोच भने भन्नु सक्छ, छेन्देङ्गे सम्भा भनेर भन्नु सक्छ। त्यस्तो हुन्छ। अब अर्कोमा हेर्नुहोस्, मैले अघि एउटा चाहिँ के हो, म अरूलाई फाइदा गर्छु, म अरूलाई फाइदा गर्छु भनेको सोचले काम के गर्छ रहेछ? फेरि त्यसमा चाहिँ हामीले अनुभव गर्नुहोस् त। आफ्नो घरको भित्र बा आमाले मेरो बच्चालाई चाहिँ दुःख नदिनेको माथि म बच्चालाई सुख दिन्छु, फाइदा गर्छु भनेको सोच भयो भनेदेखि त्यस्तो बा आमाले चाहिँ काम चाहिँ के गर्छ रहेछ? त्यो छोरा छोरीहरूलाई जति उसलाई चाहेको सुखहरू चाहिँ जति दिनु सक्नेहरू सबै दिँदैछ, होइन? त्यो दिनेको काम चाहिँ सोच त्यहाँदेखि आएको हो नि। त्यो सोच भएको कारणले, सुख दिन्छु भनेको सोच भएको कारणले सुख दिनेको कामहरू सबै चाहिँ गर्दैछ, होइन? त्यसो कारणले सुख दिन्छु भनेको सोच भने धेरै त्यो ठुलो। अब सुख दिन्छु भनेको भित्र पनि धेरै हुन्छ नि, तरकारको सुखहरू धेरै हुन्छ। अब एकमा चाहिँ मेरो बच्चालाई चाहिँ जाडो हुन्छ रहेछ, उसले चाहिँ जाडो नभएको सुख चाहिँ दिनु पर्यो भनेर फेरि अनि आफ्नो त्यो लुगाहरूदेखि सबै किनेर दिने, होइन?
फेरि भोक लाग्दाखेरि उसले यस्तो दुःख रहेछ त्यो दुःख नआएर सुख होस् भनेर चाहिँ फेरि खानाहरू सबै दिने उसले माया चाहेको रहेछ अब बच्चाहरू कहिले कहिले एलोन फिलिङ जस्तो आएर कहिले कहिले बा आमा नभएर फेरि रुनेहरू हुन्छ के हुन्छ त्यो बेलामा फेरि बा आमाले चाहिँ अनि उसलाई फाइदा गर्ने जो होस् एक एक गरेर सोच्नुहोस् त बा आमाले हामीले यस्तो फाइदा गर्यो यो फाइदा गर्यो यो फाइदा गर्यो यो फाइदा गर्यो भनेर सबै एक एक गरेर सोच्नुहोस् त्यसको पछि त्यस्तो फाइदाहरू काम चाहिँ बा आमाले किन गरेको हो कसरी आएको हो भनेर सोच्नुहोस् त हो बा आमाले आफ्नो बच्चालाई फाइदा गर्छु भनेको सोचले आएको हो त्यसो कारणले चाहिँ के अरूलाई दुःख नदिने भनेको सोचले धेरै काम राम्रोहरू गर्ने अरूलाई फाइदा गर्छु भनेको सोचले चाहिँ धेरै कामहरू चाहिँ गर्ने त्योहरू चाहिँ हुँदैछ होइन हो त्यो चाहिँ यसरी सोच्यो भनेदेखि अनि थाहा हुन्छ अब अहिले यहाँ चाहिँ हामीले के सोच्नु पर्यो भनेदेखि हामी भन्छ नि तपाईँ आफ्नो आफ्नो घरमा खुसी छ कि भन्छ नि अब घरमा सत्य बा आमाहरूले माया दाया गर्यो भनेदेखि खुसी छ भन्छ होइन म धेरै खुसी छ घरमा भन्छ होइन अब म घरमा खुसी छ भनेको त्यो खुसी चाहिँ कसरी आएको त्यो खुसी चाहिँ बा आमादेखि लिएर घरको भित्र आफैलाई माया दाया गरेको कारणले खुसी भएको हो नि होइन फेरि सोच्नुहोस् त बा आमाले आफ्नो बच्चालाई दुःख नदिने सुख दिन्छु भनेको अघि दुईटा सोच थियो नि राम्रो त्यो सोच चाहिँ कसरी आएको फेरि त्यो सोच दुईटा राम्रो तर त्यो आउनु कारण चाहियो नि त्यो कहाँबाट आएको त्यो कसरी आएको हो भनेदेखि बा आमाको मनको भित्र आफ्नो बच्चालाई हो क्षम्से भन्छ करुणा मैत्री भन्छ साधारण कुरामा माया दया यदि बा आमाको मनको भित्र आफ्नो बच्चालाई माया दया भनेको त्यो छ भनेदेखि आफ्नो बच्चालाई दुःख नदिने र सुख दिनेको सोच चाहिँ त्यहाँबाट आउँछ त्यसो कारणले असल विचार भनेमा दुई छ अरूले दुःख नदिने सुख दिन्छु भने दुईटा छ तर त्यो दुईटा कहाँबाट आउँछ भनेर मूल अनि कारण मूल अनि त्यो के अरे उपाय के हो भनेदेखि माया दया भनेको सोचदेखि आएको त्यसो कारणले तिप्तीमा के भन्छ भनेदेखि येरब चेसङला येरब कि सम्बालाई नि शेला अनि शेला अनि दुङ्गे मिटे सम्बेला शेला या अनि शेला या दुङ्गे मिटे शेला या दुङ्गे मिजी शेला या दुङ्गे छिगिमी याना शेला नेपा छिगिमी शेला नेपा मिचिबे सम्बा भने एउटा र शेला फेन्दो छिगि सम्बा भने दुईटा छ तर नेपा मिचिबे सम्बा त फेम्बा छिबे सम्बा थेङ्गिका या चावा छम्जिल तेने योङाइ भन्छ तिप्तीमा यसको मतलब के हो भनेदेखि अरूलाई दुःख नदिने भनेको सोच र अरूलाई सुख दिन्छु भनेको यो दुईटा सोच चाहिँ मूल कहाँबाट आएको हो भनेदेखि त्यसको मूल उपाय चाहिँ हो माया र दयाबाट आएको हो भन्छ त्यसो कारणले येरब कि सम्पा भनेको येरब कि सम्पे चावाते छम्से भन्छ थाहा भयो येरब कि सम्पे चावाते छम्से असल विचारको मूल उपाय चाहिँ माया दया हो भन्छ त्यसो कारणले माया दया भने चाहिँ असल विचारको सबभन्दा अनि मूल तितिरे छोजो खजो लेसो है देत वा ठुक त कम चु लेसा त्यो छजा तिदे इम्बा इन्दु येरब चसङ सेदिगी ततिरे अहिले मैले भन्ने कुरा चाहिँ के हो भनेदेखि अनि हामीले थाहा हुनुपर्छ भनेदेखि आफ्नो जहिले पनि सोच्छ नि म मान्छे राम्रो एउटा हुनु पर्यो भनेर सोच्छ तर कोही मान्छेहरूले के थाहा छैन भनेदेखि मान्छे राम्रो र नराम्रोको फरक कसरी हो मान्छे राम्रो हुनुको लागि के ज्ञान चाहियो के चाहेको छ के हामीले पाउनु पर्ने छ भन्ने कुरामा चाहिँ ध्यान छैन मान्छे राम्रो हुनु लागि पैसा बनाउने मान्छे राम्रो हुनुको लागि
के त्यो कुराहरू गर्ने हुन्छ तर त्यो सत्य होइन पैसा भएको मान्छे भएर पनि मान्छे नराम्रो जति छ होइन करप्सन खाने मान्छेले दुःख दिने कति मान्छे छ फेरि मोडर्न एजुकेसन भएर पनि मान्छे राम्रो हुनु होइन कोही कोहीहरू यसो पर्छ त्यो पढेर पनि त्यो पढाउनु दिने र पढ्नेको खाचाहरू सबै आफ्नो बाआमाले दिन्छ तर पढाइसकेर चाहिँ ऊ फुर्ती देखाउँछ फेरि बाआमालाई होइन त्यस्तो गरेर त्यो जति मोडर्न एजुकेसन भएर पनि त्यति मान्छे राम्रो हुने भने होइन मान्छे राम्रो र नराम्रो भने चाहिँ हो त्यसलाई पैसा होस् नहोस् पद अधिकार भन्छ नि थोकोसा होस् नहोस् अनि त्यसको माथि मोडर्न एजुकेसन होस् नहोस् फरक छैन तर मनको सोचमा अघि भनेको जस्तो माया दया भएको अरूले दुःख नदिने सुख दिने भनेको सोच राम्रो भएको त्योद्वारा अरूलाई फाइदा गर्ने राम्रो गर्ने त्यस्तो कर्ममा लाग्नेहरू मान्छे चाहिँ सत्य नै मान्छे राम्रो हो होइन अब त्यसको माथि प्लस मोडर्न एजुकेसन भयो भने त्योभन्दा अझै राम्रो त्यसको माथि अनि ट्रेडिसनल एजुकेसन भनेर चाहिँ सुल्गिन गिर्ने त्यस्तो भयो भने त्यो माथि त्यो त्यति राम्रो हो नि तर मेन चाहिँ चावा भन्छ नि मूल चाहिँ के भयो भनेदेखि हो सोच राम्रो र कर्म राम्रो त्यो चाहिँ अनि चाहेको छ मान्छे राम्रो हुनु त्यसो कारणले यहाँ एउटा कुरा चाहिँ भन्छु बुद्ध स्वयंले अनि यहाँ अलिकति भनेको छ हुनु त यो बोली भन्ने हो तर अहिले अलिकति भन्यो भनेदेखि छुगी छिक्सु चेबाले भने बुद्धको एउटा ग्रन्थ छ त्यसमा चाहिँ के भन्यो ताक्दो ज्ञान लखुसिङ भनेर अनि जहिले पनि आफ्नोभन्दा ठुलो मान्छेलाई बाआमादेखि लिएर सबैलाई रिस्पेक्ट आधार सम्मान गर्नुपर्छ त्यो चाहिँ एउटा अनि असल विचार र आचरण हो भनेको यरप्चसँग हो भनेको शेषम मालवे छुल्चे लास अरूले कुरा गर्दाखेरि पोलाइटली अनि स्पिकिङ भन्छ नि त्यो कुरा गरेर त्यो हेप्ने जस्तो मान्छेको मनमा लाग्ने कुरा नराम्रो नगरेर अनि कुरा धेरै माया दयादेखि आएको कुरा मिठो मिठो कुराहरू गर्ने त्यस्तो गरेको चाहिँ अनि यरप्चसँग छेदाङ दाङदाङ देवतो छिसी ताउने फेलवरिक्यु अब आफ्नोभन्दा ठुलोलाई सम्मान राख्ने रिस्पेक्ट गर्ने अरू मान्छे जसले पनि राम्रो सोचेर चाहिँ कुरा राम्रो गर्ने त्यस्तो गर्यो भनेदेखि फाइदा के छ भनेदेखि त्यसमा छेदाङ भनेर आफ्नो उमर आफ्नो त्यो के अरे लाइफ भन्छ नि लङ लाइफ भन्छ नि आफ्नो उमर धेरै अनि ठुलोसम्म बस्नु सक्ने त्यस्तो हुन्छ आफ्नो जिउहरू पनि धेरै ब्राइटनिङ भन्छ नि त्यस्तो हुन्छ देवतोप भनेर आफ्नोलाई खुसी धेरै पाउँछ त्यस अनि तोप भनेर आफ्नो बलहरू सबै विकास हुन्छ भनेर चारवटा फल देखाएको छ छे दाङ देवा तोप भनेर चारवटा फाइदा छ भने छुसी ताने फेभरेट क्युर यस्तो कुरा अरूमा पनि लेखेको छ भने हो यो एउटै हो अनि यहाँ एउटा चाहिँ के छ भनेदेखि यरप्चोसङ भन्ने चाहिँ असल विचार र असल आचरण भन्ने चाहिँ त्यस्तो पालन गर्यो भनेदेखि एउटा चाहिँ अघि भनेको जस्तो लङ लाइफ हुन्छ लङ लिफ हुन्छ त्यसको माथि अनि पढाइहरू शिक्षाहरू राम्रो पाउँछ त्यसको माथि आफ्नो एउटा नामहरू पनि धेरै कमाउन सक्छ यहाँ अनि फलहरू बलहरू पनि विकास हुन्छ भनेर यसको माथि चाहिँ अघिको चारको माथि दुईवटा थापेको छ रिक्पा भन्ने एउटा रहेछ न्यान्डक भन्ने चाहिँ एउटा रहेछ अन्त फेल भनेर यस्तो छ त्यसो कारणले अनि यो चाहिँ यो अब यो चाहिँ बोली देखाउने हो बोली यो देखाउने हो अनि अघि भनेको जस्तो तक्तो ज्ञान लखुसिन्स आमाहरू आमाले चाहिँ आफै बच्चा हुँदाखेरि धेरै देखभाल गरेको छ माया दयाद्वारा देखभाल गरेको छ त्यही जस्तो गरेर आफै बुढाबुढी आफ्नो आमा बुढाबुढी हुँदाखेरि आफैले भने
अनि बाआमाले राम्रो हिँड्नुपर्छ भने यो आमा भयो नि आमाले आफै सानो हिँड्दाखेरि यस्तो गरेको छ त्यो कारणले आमा बुढी हुँदाखेरि पनि छोरा छोरीहरूले राम्रो हिँड्नुपर्छ भने त्यो राम्रो रहेछ नि होइन त्यस्तो त दि सुकर अब यहीँ ठिक छ अब यो चाहिँ भोलि चाहिँ यहाँदेखि सुरु गर्ने हो खोङमा कुर्लुकी यारप्चोसँग राङ्गाम डोलुक भोलि खास गरेर असाल विचार र आचरणको विषयमा चाहिँ 3टा किसिमको कुरा चाहिँ गर्ने एउटा चाहिँ खोङमा कुर्लुक भने चाहिँ आफैभन्दा ठुलो मान्छेले मान सम्मान कसरी गर्नुपर्छ भन्ने विषयमा राङ्गाम डोलुक भने चाहिँ आफैभन्दा कलाउरा त चिपचिया साथीहरूलाई अनि कसरी हामीले मिलजुल गरेर बस्नुपर्छ होममा क्योङलु भने आफैभन्दा सानोलाई हामीले कसरी हेर्नुपर्छ भनेको 3टा विषयमा चाहिँ भोलि भन्ने त थरी देश हारवा छुजु सिमदवा छुजु मैले प्रवचनको भित्र सर्वप्रथम मैले के भन्नु छ भनेदेखि हामीले धर्म गर्नु बेलामा 3 कुरा चाहिँ ध्यान गर्नुपर्छ भने पूर्व आवेश मूल विषय अन्तिमको प्रार्थना त्यो यो एउटा कुरा भयो अनि 2मा चाहिँ मैले के भन्नु छ भनेदेखि अनि 2मा चाहिँ हामीले अनि मनको सोच चाहिँ धेरै ठुलो हुनु पर्यो ओपन माइन्ड ब्रोड माइन्ड त्यो मनको ठुलो सोचदेखि हामी मान्छेलाई अनि प्राणीहरूलाई हेर्दाखेरि चाहिँ त्यो ठुलो सोचदेखि हेर्नुपर्छ त्यसो कारणले हामी सबै प्राणीहरू सुख चाहिने दुःख नचाहिने एउटै हो त्यसो कारणले सबैलाई सुख पाउने र दुःख नदिने र सुख दिनेमा हामीले सोच्नुपर्छ काम गर्नुपर्छ भने त्यो चाहिँ दोस्रो भयो तेस्रोमा चाहिँ अनि 4वटा पाठ राखेर नम्बर 1मा चाहिँ अनि हामीले 3टा जिम्मा चाहिँ लिनुपर्छ भने एउटा जिम्मा चाहिँ हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनुपर्ने जिम्मा एउटा दोस्रोमा चाहिँ बुद्धिस्ट भएको कारणले बुद्धिस्ट राम्रो हुनु पर्यो तेस्रोमा चाहिँ महायान बुद्धिस्ट भएको कारणले हामी महायान बुद्धिस्ट राम्रो हुनु पर्यो भने 3टा त्यसको भित्रमा चाहिँ नम्बर 1 हामी एउटा मान्छे भएको कारणले एउटा राम्रो मान्छे हुनु पर्यो तर राम्रो र नराम्रो मान्छेको फरक चाहिँ के हो भनेदेखि मनको सोच राम्रो र कर्म राम्रो हुनु चाहिँ राम्रो भएको छ मान्छे राम्रो मनको सोच नराम्रो र कर्म नराम्रो गर्ने चाहिँ नराम्रो मान्छे भने त्यो हो असल विचार र असल आचरण भएको मान्छे चाहिँ मान्छे राम्रो त्यो नभएको चाहिँ मान्छे नराम्रो अब असल विचार र असल आचरण भनौँ मान्छे राम्रो हुनुको लागि चाहिँ 2 किसिममा ध्यान दिनु पर्यो मान्छेको सोच राम्रो र कर्म राम्रो सोच राम्रोको विषयमा 2टा छ अरूले दुःख नदिनेको सोच अरूले सुख दिने तर त्यही 2टा कहाँबाट आएको भनेदेखि माया दयाद्वारा आएको त्यसो कारणले मान्छेको राम्रो सोच भनेको भित्र सबभन्दा मूल चाहिँ के हो भनेदेखि माया दयाको सोच त्यो चाहिँ हामीलाई चाहेको छ त्यो भयो भनेदेखि यो मान्छे चाहिँ धेरै राम्रो हुने आफै पनि खुसी हुने फ्यामिलीको भित्र पनि खुसी हुने भिलेजको भित्र पनि खुसी हुने होलको पिस भने चाहिँ यहाँबाट आउनु पर्यो नि होल पिस भनेर कुरा चाहिँ होल पिस कुरा गर्ने फेरि आफ्नो मनमा चाहिँ रिस राखेर कहाँ होल पिस हुन्छ होइन बन्दुक बनाएर होल पिस कहाँ हुन्छ होइन होल पिस हुनुको लागि त मन पिस हुनु पर्यो पहिला मनै पिस छैन कहाँ होल पिस हुने त्यसो कारणले त्यो चाहियो भन्ने कुरा आज चाहिँ यति हो थुच्छे दासारो अब यो अघि हामी के सिक्यो पूर्व आवेश सिक्यो मूल विषय धर्म प्रवचन सिक्यो अब हामी सबैले के गर्नु पर्यो अन्तिमको प्रार्थना चाहिँ सबैले गर्ने तेस्रोमा अब सबैले प्रार्थना गर्नुहोस्